सो गाइज अब चाहिँ औषधि खतम भइसकेको छ। एकछिन रेस्ट गर्नु पर्यो। सफाइ गर्न आछौँ, औषधि खतम भइसकेको छ। एक डरम औषधि मिलायो, त्यहाँदेखि अब त्यो सानो पिठ्यु मेसिन राखेका छौँ। औषधि खतम भइगयो, फेरि अब अर्कोचोटि बनाउनु पर्यो। त्यो डरममाथि हल्का त्यही सानो 25 लिटर माथि 25 लिटर बनाउनु पर्यो। खतम भइगयो। अब पानी लिन जानुभएको छ। अब बताया र नन्दा दुईवटा पानी लिन गएका छन्, आउँछन् होला। के हेर्ने, औषधि खतम भइसकेको छ। फेरि मिलाउने हान्ने हुन्छ। अनि अहिले बजेको छ कति भनेपछि 9:48, अनि 10 बजीसम्म क्लियर गर्ने भन्ने हो सप्लाई। पानी कस्तो स्करिरहेको छ रस? अनि पाएपछि हुन्छ नि त, अन्न दिएपछि हुन्छ। किन उठाउँदैनन् होला? मेरो हात पनि सप्राइरहेको छ नि। ल्याउ हुन्छ कि फरक पर्दैन। यो तल दाइ भन्थे कर औषधि भन्थे माथि दाइ यही माथि धुँदा हात यो पनि ल्याउ ल्याउ के उसा त खाल्छु। 16 बिटो ल्याउ के कस्तो 16 बिटो ल्यायो? अहिले औषधि लाइन्छ भने यस्तो केयर गर्छन् यहाँ। अरे झङ्गो यहाँ थाकुन क्यान थियो र कपाल नुहाउनु नै त नि टाइम छैन नुहाउने। ढ्यारी गर्नले टाइम छैन नि। क्या पता भन्नु होला। ल्याउ क्या? ल इधर खाऊ। भइगोमा आफै खान्छु। ना परिया खानु। अब यो के हो स्याउको नाम? ग्रिन स्मिथ हो होइन नि? के था के हेड गोल्डन के? रेड गोल्डन। रेड गोल्डन भने रातो हुन्छ। अब भर्खर इन्डिया आयो मान्छे, केही स्याउको बारेमा थाहा छैन, खाने पायो भइगयो। तर मल चाहिँ पाएन नि। ठिक छ। डम्बर सिंह राणाले कल गर्नुभएको छ, कृपया उहाँको जवाफ दिनु होला। टुर हाल्ने हो क्या अब? सो गाइज अब चाहिँ टुर हाल्नु पर्यो। टुर हालेपछि अब यो के अरे स्याउ झुन्डिया माथि बनाउने हुन्छ। हाल्ले ल्याऊ या कहीँ झुप्पै फल्या छ गाइस, कहीँ फल्या छैन। त्यो चाहिँ यसलाई यसो ठड्याइदिएपछि एकछिन यो हुँदैन। अब कहाँ हाल्नु त? टुर हाल्ने ठाउँ छैन। ठाउँै नै। सो गाइस ठाउँ भेट्टेन। अब चाहिँ डेरा जाने हुन्छ। डेरा गइकन अर्को काम गर्ने हुन्छ। सो गाइस अब चाहिँ डेरातिर जानु पर्यो। डेरा गइकन फेरि रोटी खाइकन सेप ग्रिन स्मिथ ल्याएको छु, मिठो छ, खाउनु। के भयो? अगाडि हेर्नु पर्यो नि। हेलो गाइस, सबैजनालाई नमस्कार छ है। दे भराए के भन्न चाहन्छौ गरे? जे जस्तो होइन एउटा लाइक गरिदिनु भन्दा क्या। मैले चाहिँ एउटा भिडियो चाहिँ बनाएर पोस्ट गर्नेछु। सबैजनाले माया गरिदिनु होला है, लाइक कमेन्ट पनि गरिदिनु होला। अनि लाइक कमेन्ट गरेकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हेर्नु है हाम्रो सबैको। सो गाइस हाम्रा भदाया चाहिँ मजाले भन्न लाग्छन् के हुन्छन्। गाइस मान्छे चाहिँ चोर्नेवाला छन् यो गाडो है। तर मागेर चाहिँ खान पायो भने यो आरू मागिन खान पायो भने हो। आरू माग्ने होइन, यहाँ दिएर घर कोही नै हुन्छ। 2-3वटा टिपन त उता ऊ त्यहाँ परबाट टिप जाऊ भदा केही हुँदैन। जाऊ भनेपछि म भन्ला जाऊ टिप। सो गाइज भदाया चाहिँ अब ऊ बोतल त्यहाँ बस्यो। आरू कस्तो छ साइज आरूको? अलिक गतिलो टिप। सो गाइज आरू चाहिँ यो 4X बस्छ। सबैले यो फल देख्नु भएको छैन। यस्तो रहेछ।
अनि यसलाई चाहिँ 2-4वटा टिपेर टक्क खानालाई लिएपछि अब देशी त अब गाल गर्छन् भन्ने हो, तर के गर्ने, खाने माल त खानु पर्यो त नि। एउटा ल्याएन है मसिनले टिप्न दिएको छैन क्या। मान्छे आइगयो नि तर मान्छे आइकिन भने भइ मान्छ नि केटाहरू चाहिँ हाम्रो बधाया मान्छे आइगयो अरे कस्ता बधाया हुन् यिनीहरू चाहिँ चोर्न पल्क्या छन् गाइस। यिनीहरू चाहिँ चोर्न पल्क्या छन् फिक्स। अर्को ठाउँ पनि आलु देखाएको हुन्छन् यिनीहरू ल्याउँछन् है त्यहाँबाट पनि तल किन यो मै बनिसकेको रहेछ भने मै पनि ल्याइकन आउनु। यताबाट नजानु कुकुर छ घरबाट, अघि जुन बाटो हामी तल आइथ्यौँ त त्यही बाटो जानु, माथि जानु, उता जानु। म तल गएँ 2 बाटो भए पनि ढुङ्गा पर्ला, 2 बाटो त्यही न क्या जो उतारेको छु त त्यही न नुन उठेर खाना बनाउने। तिमी माथिबाट आऊ अनि उति चाहिँ बराबर हुन्छ, त्यहाँबाट खानासाना खाउँला, त्यहाँबाट फेरि काममा जाउँला, हुन्छ नि। बनाएर होस् पनि मैले आउनु खाउँला आउने बेला अरू चाहिँ नटिप्नु है, एक्लै देसी गाल गल्ला बत्ती फेरि नचिने। अरू खानेपछि मेरो गोज दोबर तना फुप्नु पनि देऊ तन खानेपछि बताया पेट्रोल कता चाहिँ थाहा पाएको छ हो। देख गाडी फेरि फट्टी गरेर लिन्छन् भताएन, फेरि भतिजान आफ्नो भतिजान के अरे रोटी भइया गरे दिएर पठाइदिया गरे ढाँटिन। रोटी छैन म रोटी बनाला त्यो माथिबाट तेल ल्याइकन आएँ। मेरो उति चाहिँ रोटी बनाउनु चाहिँ आउँछ है, यति बाटा छन् बाठिन्छन् कुरै छोडिदिउँ गाइस। यहाँ त्यो चाहिँ आरू रहेछन्, यिनी चाहिँ चोर्ने प्लानमा छिन्। नै भइगयो नजाउँ नदिउँ, यिनीहरू अर्का गर्ने होइन गाली गर्छन्। यहाँ राता स्याउ कति छन् तर साइज अलि सानो छ, स्याउ त अब खाने भइसकेका छन्। ऊ त्यो चाहिँ हाम्रो देशीको घर हो, देशी भन्दा पनि बाबुको घर। हाम्रो बाबु चाहिँ तल बस्छ, त्यहाँबाट फेरि बाहिरबाट हेरिराखेका हुन्छ। अनि केटाहरू के गर्छन् काम गर्छन् कि गर्दैन, तर हामी चाहिँ काम गरिदिन्छौँ। अलि इमान्दारै छौँ भन्दा पनि त्यति साह्रो त होइन, तर ठिकै इमान्दार छौँ। किनभने कसैको पैसा त्यत्तिकै आउँदैन होइन, त्यहाँबाट चाहिँ हेर्छ। अनि हामी चाहिँ यहीँनिर बस्छौँ, यो नजिकै छ, यो डेरा हो हाम्रो। अनि डेरामा बस्छौँ। एउटा तल्ती पनि छ डेरा, त्यहाँबाट चाहिँ भागिसकेका छन् मान्छे भाग्न मान्छे त्यहाँबाट भाग्या। हामी चाहिँ नभाग्ने होइन, आम प्रायः जस्तो यही बगैँचा हुन्छ, सबभन्दा ठुलो बगैँचा यही हो। यसको बगैँचा धेरै छ, माथिसम्म छ, तर यहाँ छ यहाँबाट पारी हामी माथि कन्ट्रोल गर्ने अरू छौँ। हामी यहाँ काम गर्छौँ। यिनी चाहिँ अब खानापिना बनाउन गइसकेका छिन्। म चाहिँ अब यो तल स्टोरमा अर्को डेरामा छ स्टोर, त्यहीँ चाहिँ राखेर आउँछु। अनि गाइस यो हाम्रो डेरा चाहिँ यहाँ टक्क लाएर धारो छ है, नल्का सल्का जस्तै। हामीले काम गर्ने चाहिँ मैले अघि भएन भने ढुङ्गा फोर्छु। यो यसलाई चाहिँ निकालेर ढुङ्गो छ टक्क फोर्नु पऱ्यो। यसलाई फोरेर साइड लगाइदिने हो। यो पुरै ढुङ्गो यति ठुलो छ, घनान्ने फेरि म एक्लै हो, सिङ्गल। हल्का हल्का अरूले हान्छन्, नत्र प्रायः जस्तो धेरै म हान्छु। हालत खराब, यो 2 दिन हाफ दिएमा फुटालिया ढुङ्गा हुन् यति छ। यो स्टोर चाहिँ यो डेरामा छ स्टोर रुम। अनि यहाँ चाहिँ अब सामान राखेपछि हुन्छ। यो स्टोर रुम हो, यहाँ चाहिँ सामान राख्ने हुन्छ। लास्टै बास आउँछ यहाँभित्र, यो धेरै सामान पेट्रोल के हो मोबिल डिजल सब राखिकन लास्टै गनाउँछ। के हो क्या बास पनि यस्तो खतरनाक आउँछ कि पुरै छोडिदिउँ क्या। अनि अब चाहिँ जानुपर्छ गाइस। आजको दिन अहिले भर्खर 10-18 भएको छ। अब 11 बजीसम्म खाना खाँदै यताउता गर्दै जान्छ। 11 बजेबाट उता फेरि काममा लाग्नुपर्छ, फेरि 1 बजे खाना खाने हुन्छ। त्यस्तै अब हामी बेलुका बिस्तारै गर्छौँ। यस्तै हो, कोही गर्ने आफ्नै मनमर्जी हुन्छ, बिस्तारै गर्ने, तर धेरै नगर्ने, ज्यान मारी नगर्ने, बिस्तारै गरिराख्ने, दिनभरि गर्ने। बिहान सप्राईको टाइम अलि रातमा हुन्छ, बिहानै सप्राई नभए बेला 8:30मा जाने, अनि दिनमा 1.5 घन्टा रेस्ट गर्ने, साँझ 6 बजेसम्म गर्ने हुन्छ। त्यही हो।
चाहिँ गर्नु चाहिँ बिस्तारै गरिन्छ। यिनीहरूलाई चाहिँ हेरिदिनुपर्छ। फेरि देशले हेरिदियो भनेपछि यो गाइज यहाँनिर रहेछ भर्खर सुरु भएको छ। यो अब तपाईँलाई देखाउँछु हेर्नु। यहाँनिर सेतो पक्नलाई यो हेर्नु, यो सेतो छ नि हो यो ढुसी। नाम के भन्थ्यो खासै नाम बिर्सेँ भर्खर। अब इन्डिया छ, अब त्यति थाहा पनि छैन। यो ढुसीलाई चाहिँ यो ढुसी धेरै भयो भनेपछि स्याउन असर गर्ने रहेछ क्या। यसलाई चाहिँ फाल्नुपर्छ अरे सप्राई गरिकन। यो सप्राई पनि लास्टै कडा पुरै खतरनाक छ सप्राई पनि। यसलाई चाहिँ यसरी मारिदिउँ होइन, धर्म गर्नुपर्छ भन्छन्। अब यिनीहरूले बिचरा यार यति गर्छन्। हामीलाई अब यही स्याउ छ त हामीलाई पालेका छन्, दुनियाँ पालिया छ यार यो स्याउबाट हिमाचलको होइन। अब सेवा त गरिदिनु पऱ्यो। हामीले जबसम्म हामी यहाँ हुन्छौँ तबसम्म इमान्दारितापूर्वक काम गरिदिएपछि चाहिँ देखुन् नदेखुन् धर्म चाहिँ लाग्छ क्या। मान्छेले बाँच्नुले चाहिँ राम्रो गर्नुपर्छ भन्छन्। त्यही सकेसम्म राम्रो गर्नु नै पर्छ। त्यही हो हाम्रो उद्देश्य पनि त्यही छ। ल हस् त गाइज, अब भिडियो चाहिँ अति नै लामो भयो। अब तपाईँलाई पनि हेर्दा हेर्दा बोर लाग्ला। अर्को भिडियो भोलि एकदम क्लियरली आउँछ, चिटिक्क परेको। अनि जाँदा जाँदै लाइक कमेन्ट अब सेयर त तपाईँ गर्नुहुन्न होला, सब्सक्राइब चाहिँ गरिदिनु होला।